त्यसरी देखाउनु पर्छ कि ल्याएको चिज त हजुर भोलि देखाउनु आफ्नो खोल्नु एउटा आफ्नो खोलेर चिस्स पारो गर्नु मुना दिदी आफ्नो एउटा आफ्नो खोल्नु त आमा कस्तो लाग्छ हजुरलाई एउटा खोल्नु कि एउटा खोल्नु आयो आयो होइन एउटा खोल्नु गर्नु अनि भोलि भिडियोलाई फेरि यसो गरे हुन्छ केही फरक पर्दैन अहिले खोलेर गरी हेर्नु त दिदी मलाई त मन पर्यो त्यसरी फाइनली आयो मेरो पनि आयो भन्न नि दिदी हो त नि भन्नु न यसो ल्याएको त ल्यायो होला लाइभमा देखाउनु पर्छ मान्छेले उहाँ आफ्नो नभएको त उहाँ देखाइ गर्छन् यसको प्रब्लम यसो उ आमा हातमा यसो छर्केर सुन त केको स्मेल आउँछ हजुर ओ ल बधाई छ हाम्रो मुना आमालाई एआइजेड को परफ्युम ल्याएकोमा हो त फाइनली आयो दिदीको पनि आयो फाइनली हाम्रो मुना आमा आयो भन्नु न आयो मुना आमाको आवाज आएन ल ए आमा यसो हत्केलामा यसो छड्किनु यसो हत्केला छिस्स पारेर सुँग्नु त त्यो सेन्ट लिनु त कस्तो बास्ना आउँछ बुहारीले गरे यस्तो उडाउनु अरू मुना दिदीलाई त हुन्छ आमा स्मेल कस्तो बास्ना कस्तो छ आमा राम्रो लाग्यो मलाई त किन बोलेको सुनिँदैन चलाउँछ होला नि यो मुना दिदीको साउन्डै आएन आमा फोन अलि उठाएर कुरा गर्नु त आवाज आएन आवाज तपाईँको साउन्डै आएन मुना दिदी तपाईँले के भन्नुभयो कसो भन्नुभयो आएन आवाज अहिले आयो आयो अहिले आयो मेरो दिदीहरु सबलाई नमस्ते है नमस्ते नमस्ते फेरि गयो बोल्नु 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 बिस्तारै बिस्तारै हाम्रो आयुजे बरान जोरा मेरो बाबु नानीले आफ्नो बुवाको नामबाट निकाल्नु भएको मेरो बाबु नानीले धेरै 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 धन्यवाद मेरो बाबु नानीलाई यस्तै राम्रो काम गर्नु यस्तो मिठो बासन यस्तो मन पर्यो बासन मलाई असाध्यै मन पर्यो हजुरहरूलाई पनि मन पर्छ होला अब के गर्नु खै तपाईँहरूलाई यस्तो गर्नु नमिल्ने यस्तो गरेर हामीलाई पनि पर्छ आँखातिर त ढाल्नु है फेरि हामीलाई पनि हालिदिनु हो ल क्यामेरामा आयो क्यामेरा पुस्नु क्यामेरा पुसिहाल्नु त गन्ध तपाईँहरूलाई पनि सेन गन्ध राम्रो मिठो लाग्छ कि भनेर राखिदिएको मिठो बास्ना छ मिठो बास्ना आयो मुना दिदीले मिठो छ भनेपछि त भइहाल्यो नि हामीलाई नाकमा आयो भाइ अनि मन पर्ने छ सेन्ट त नमस्ते नमस्ते मिठो छ अरे अब जापानिज भाषा छ नाम हामीलाई आउँदैन मङ्गा भाषा ल भन्नु छ मिठो छ अरे मन पर्ने छ जे होस् होइन बोतल राम्रो के है बोतल राम्रो भाडा कति राम्रो के फेरि त्यो जोरा लेखेको कस्तो राम्रो कस्तो राम्रो त कति राम्रो रहेछ राम्रो के त्यो सिसा राम्रो लाग्यो मलाई हो अनि माथि बिर्कोमा ए लेखेको त्यो कस्तो राम्रो के त्यो कोही हाम्रो यस्तो हुन्छ कोही चारपट्टि हुन्छ यो राम्रो लाग्यो के ए लेखेर हाम्रो एवाइजेको नयाँ आर्टिकल जोरा आइपुगेको छ सबैजनाले माया गर्नु होला
भन्नु धेरै माग्न पाख्नु यस्तो रुचो छ। जोरा बाबाको नामबाट उ गरेको नि त मुना दिदीले अब नानीले आफ्नो बुवाको नामबाट निकाल्नु भएको। आमा मुना आमा एकचोटि उस गर्नु त एक मिनट यसो बोल्नु दुईटै देखाएर म भिडियो रेकर्ड गर्छु कि सुरुबाट होइन यसो उचालेर गर्नु न यो हाम्रो बाबुको यो एवाइजेको नयाँ आर्टिकल जोरा भनेर भन्नु न पहिला क्यामेरा पुस्यो भन्नु न आमा मुना आमा एउटा कपडाले पहिला त्यो पुस्नु न क्यामेरा पुस्नु न हजुरको क्यामेरा पुस्नु त पछाडि अगाडि दुईतिरै पुस्नु अगाडि पनि पछाडि पनि जम्मै फर्केर त लौ बर्बादै बनाउनु भयो यस्तो गर्नु के त्यो तपाईँसँग दुईटा छ नि एउटा निकालेको बोतल अनि अर्को चाहिँ त्यो नखोलेको डब्बा निकाल्नु देखाउनु चाहिँ एकछिन भनिराख्नु कति मिठो भन्दै राम्रो मिठो म त स्वाद पो भन्न लागेको स्माइल राम्रो छ भन्नु वा टेस्टी छ भन्न लाग्छ टेस्टी नमस्ते सङ्गीता दिजु वा छ खाइ सङ्गीता नमस्ते अन्त मेरै अड्केर मोरो फेरि यता गाह्रो छ मलाई पत्रकार आयो रे तला कान्छी हेर माया कान्छी माया बिहोस भयो कान्छी माया हजुर बिहोस भयो सिल्मर बिहोस भयो हजुर कसैले अस्तिको पाठ सिकेछन् लाइभ छ हाम्रो यो युट्युबमा पनि लाइभ चलिरहेछ नत्र ठोकिहाल्छ नि त्यहाँ म माथि आएको त हेर्नु न पत्रकार आयो अरे मा झ्याक्ने म पत्रकार हो माया वेलकम क्रिस भाइ माया यो हजुरले रेकर्डिङ गर्नु पर्दैन हजुर पछाडि जानुहोस् हजुरको त्यहाँ रेकर्डिङ बसिराखेको हुन्छ मोडिरेटर भएको हुनाले हजुर त्यो त हुन्छ कि तर यहाँ त्यो गरेको कमेन्ट गरेको आउँदैन सिल्मर त्यसलाई हाल्न मिल्दो रहेछ मिल्छ आमा मैले त्यही काटेर त हालेँ मैले त्यो उसलाई मिलन आइजी दाइलाई त्यही त पठाइदिएँ हजुर मिल्न त मिल्छ के हजुर कमेन्टहरू आउँदैन कि सबैले ल यस्तो गर्नु ल सबैजनाले एवाइजे ब्रान्ड भनेर यस्तो गर्नु ल मेरो कपी गरेर 1 मिनट जतिको भिडियो चाहियो मलाई 1-2 मिनट जतिको कस्तो भन्ने रे म ड्रेस चेन्ज गराउनु भइसक्यो मुना दिदी रोक्नु म लेखिदिन्छु मुना दिदी वा ड्रेस चेन्ज गराउनु भइसक्यो बिचरा खै साउन्ड होइन आज मुना दिदीले साउन्ड के गर्नुभयो भने के मोबाइल तल छ के त्यो आज चाहिँ साउन्ड छैन के सधैँ हुन्छ हामी सबै म्युट बस्दिउँ त आमा मात्र बोल्नुहुन्छ हैन आवाज नआए नि केही नि भएन होइन मुना दिदी बोलेको हामीले के मुना दिदी एकपल्ट झरेर आउनु त सबैले मैले यो लेखेको छु नि एवाइजे ब्रान्ड सबले त्यो गर्नु ल अहिले म भिडियो रेकर्ड गर्दाखेरि त्यसैलाई कपी गरेर गर्नु सबैजनाले के लेख्नु भएको छ केही देख्दिनँ त ढङ्गबाट हुन्थ्यो कि नि अन्त केही लेख्नु भएको एवाइजे ब्रान्ड लेख्नु न एवाइजे ब्रान्ड अनि तर उस अनि हट गर्नु 3टा फायर गरे नि हुन्छ हट गरे नि हुन्छ हस् है माया फायर मैले लेखेको कपी गर्नु न एवाइजे ब्रान्ड मैले क्यापिटलमा लेखेको सबै क्यापिटलमा एवाइजे ब्रान्ड सबले मेरो कपी गर्नु त सबै क्यापिटल लेटरमा आशा आमाको भएन बुढीमा मेरो उसमा गयो के स्मलमा गयो आचल गुरुङ सिस्टरको भयो नमस्ते नमस्ते मिना दिदी नमस्ते ल मुना दिदी भिडियो खोल्नुहोस् त
राम्रोसँग बोल्नु मेरो छोरा बुहारीको आइवाइजे ब्रान्डबाट मैले पाएँ दुईटा होइन आमाले लगाएको हो एकदमै मिठो बास्ना राम्रो रहेछ भनेर भन्नु है परफ्युम भनेर भन्नु आमा हाँ? AYZ को एकदमै ब्रान्डको मिठो छ। परफ्युम सबैजनाले अर्डर गर्नु होला के अरे बच्चादेखि वृद्धसम्मले सबैले लाउन मिल्छ भनेर कान्छी त्यो हाट चाहिँ कहाँ कसरी गर्ने हो त्यो चाहिँ बच्चादेखि विधासम्म सुने आएर त मेरो त हाट चाहिँ कसरी गर्नु न मेरो कपी गर्नु न मेरो मैले लेखेकोमा यस्तो गरेर गर्नु अनि त्यहाँ अब कपी भनेर आउँछ क्या तल एकछिन है आमा तपाईँले लेखेको ठाउँमा थिच्नु कपी गर्नु न यसरी गर्नु मिल्छ कि यस्तो गरी मर्नु मिल्छ कपी भनेर खै बस्नु है आमा ल ल आकांक्षा मायाकोमा थिचिराख्नु कमेन्टमा थिच्नुहोस् न अनि कपी भनेर आउँछ आमा ओ उसको भयो सावित्री आमाको त भयो कि भयो मेरो मेरो पनि भयो 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 ल हजुर मलाई बुझ्नै आउँदैन कपी ल आमा AYZ ब्रान्ड जसकोमा मेरोमा थिचे पनि थिच्नुहोस् मिना खड्का दिदी हुन्छ उहाँकोमा जसकोमा थिचे पनि थिच्नुहोस् त एकछिन थिच्यो ठुलो क्यापिटलमा गर्नु ल बाटो तल 1 कपी टु सेन्ड भनेको छ हेर्नु त्यसमा थिच्नुहोस् त 1 कपी टु सेन्ड रेकर्ड गर्छु ल मुना आमा बोल्नुहुन्छ है ल एकछिन है ल छैन 1 कपी टु सेन्ड भन्नु है मुना आमा त्यो मैले यसरी पाएँ दुईटा मैले अर्डर गरेको थिएँ अर्डर गर्ने बित्तिकै आयो भन्नु छिट्टै आयो कुर्न नि परेन भन्नु है छिट्टो राम्रोसँग अनि सबैजनाले अर्डर गर्नु होला के अरे बालबच्चादेखि वृद्धसम्म सबैजनाले लाउँदा हुन्छ राम्रो छ भन्नु आवाजै आएन मुना आज चाहिँ के आवाज आउँदैन दिदीको भन्दैछु होइन आज यो फोन के गर्नु भछ भनेको मुना दिदीले आज चाहिँ किन आउँदैन सधैँ त आउँथ्यो त आमा स्ट्यान्डमा राख्नु त मोबाइल तल भुइँमा राखेर हो क्या केमा राख्नु भएको छ कुन्नी स्ट्यान्डमा राख्नु स्ट्यान्डमा होइन आमाले देखाउने म बोल्ने गर्न पर्ला भएन आमा स्ट्यान्डमा राख्नु के मोबाइल स्ट्यान्डमा राख्नु त तपाईँले भुइँमा राखेर साउने आएर के त्यो खातमा छ त उसो उमा छ लोपेटमा छ त स्ट्यान्ड त सबैजनाले AYZ ब्रान्ड भनेर तल लेख्नु ल सबैजनाले जतिजना पनि हुनुहुन्छ कहाँ जानु हो त्यहीँ छेउमै देखिन्छ ए म्युटमा बोल्नु भएन ए न्युट रहेछ भने कहाँ हुन्छ त नि म्युटमा हुनु नि छ म्युटमा हुनुहुन्छ मुड बनाएर यसो गर्नु न दुईटा समाउनु आनन्दले गर्नु न बस्नु एकछिन आनन्दले बसेर गर्नु एकछिन बस्नु आनन्दले बसेर गर्नु ए हसार नाचेर गर्नु त स्ट्यान्डमा राख्नु न मोबाइल भुइँमा राख्यो भने साउन्ड काटिन्छ के अहिले आयो आन आयो उपर घोडी लाउनु रहेछ है तर ऊ हाम्रो मुना दिदी एकछिन है ल अब कोही नबोल्नु ल आमाले सर भन्नुहुन्छ आफ्नै तरिकाले आउँदैन के पार्टिन भयो होला भन्नै आउँदैन एकछिन रोक्नु ल भन्नु ल नयाँ आर्टिकल नयाँ बाबु नानीले निकाल्नु भएको बुवाको नाममा एकदम राम्रो सेन्ट बासन एकदम राम्रो छ सबैले लिनु होला मेरो बाबु नानी सबैले ठुलो सानो सबैले मनपर्ने छ लिदिनु होला अब यस्तै राम्रो काम गर्दै जानु मेरो बाबु नानी हाम्रो आइजे फ्यामिलीको धेरै धेरै साथ सपोर्ट छ आशीर्वाद छ अनि उसको मैले के अरे मैले अस्ति मात्रै पैसा पठाएको थिएँ यो आज आइपुग्यो छिटै आइपुग्यो एकदमै खुसी छु म यस्तै राम्रो काम गर्दै जानु है बाबु नानी धेरै माया हामी आइजे फ्यामिलीबाट धेरै 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 माया आशीर्वाद भन्छ ल हाम्रो नि देखाइदिन्छ अब हामी देखाइदिनु हाम्रो नि भोलि गर्नु पनि नानी भोलि तपाईँ देखाउनु होला केही फरक पर्दैन हजुरहरूले भोलि आफ्नो आफै देखाउनु न हजुरले लाइभमा देखाउने भने के छ र दिदी हजुर यता बिग स्क्रिनमा जानुहोस् अनि यसो खोलेर देखाउनुहोस् त हजुरले पनि भोलि हामी ऊ रहेछौँ सँगै छैन नि त अहिले यहाँ मुनादीको होला नि त
ए ए ए हजुर कहाँ आएको छ भोलि हामी एकठाम भेट फाइनली भोलि भएर हामी फाइनली भन्नु न त्यही त सबैलाई आइपुगेको छ। एउटा राख्नु आमा यो खोलेको चाहिँ अलि नजिकले देखाउनु त्यति भए हुन्छ अब छोरी फाइनल्ली आइपुग्यो पोखरामा पनि एवाइजेको नयाँ आर्टिकल जोरा एकदम राम्रो छ अनि मलाई अघि स्वाद भन्न लाग्यो स्माइल एकदम राम्रो छ सबैलाई मिल्ने बच्चादेखि वृद्धासम्म सबैलाई मिल्ने भनेर भन्नु न गोर्खाली कति छ आमा मेरो छोरीको कल आयो फेरि एकदम राम्रो मेरो छोरीको कल आयो है ल भयो भयो यो ठुलो चाहिँ राख्नु या सानो मात्रै हातमा राख्नु अर्को यो 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 हटेर देखाउनु क्या यो पर्फेक्ट छ पर्फेक्ट। अब छारा पार्नु त एकपल्ट अघि गरेर जम्मै खेर उनी के अरे करा छैन आमा करा छ राम्रो छ रे धेरै कडा छैन ठिक छ एकदमै ठिक छ राम्रो छ। यो नाइट एन्ड डे दुवैलाई छ क्या हैन त करा त मलाई त करा त छिङछिङ आउँछ हैन यो नाइट एन्ड डे दुईटैलाई युज गर्नलाई छ यो। करा छैन नानी एकदमै वासन आहा यस्तो स्वाद। यसमा रोज पनि मिक्स छ रोज मिक्स भएको हुनाले धेरै कडा उ छैन जस्तो छ एकदम ठिक छ हामीलाई मन पर्ने छ के त्यसको धेरै कडा हुन्न ठिकको चाहिन्छ अब त ल पहिले कतिचोटि भन्ने है हामी आइजे फ्यामिली नयाँ प्रोडक्ट बाबुले जोरा बुवाको बाबाको नामबाट निकालेको हो नि त जोरसिंह ठकुरी ठकुरी आफ्नो बाबुको नामबाट उसले बनाएको हो कि यो धेरै धन्यवाद। यस्तै राम्रो काम गर्दै जानु होला मेरो बाबु नानी जहिले नि भन्ने त्यही हो मैले तर एकदमै राम्रो गर्दै जानु हामी आमा आइजे फ्यामिली सबै आइजे फ्यामिलीहरूको अनि तपाईँले त्यहाँ छोड्नुभयो मलाई यहीँ बसेर खान्छ कतिखेर उज्यालो होला मोबाइल राम्रो नआउने कि मुना दिदीको हजुर बसा चाहिँ बाबाको फेरि मोबाइल के आजै नसुनिदिने कि रिस उठ्ने के भयो मेरो मोबाइल बिग्रियो त नै सुन्ने खाल त त्यो ठिक छ सुन्ने अघि हेर त नानी 1 किलो चना सिद्धे यहाँ हामी भोलि भेट भएर साथी भएर गर्छन् के ल म एकछिन झरे आमा हस् है म एकछिन झरेकै भिडियो बनाउँछु अय्या त झरे भन्दैछ नि हिजो झरे भनेर कान्छी भयो होइन नानी भयो भयो धेरै धन्यवाद मेरो बाबु नानीलाई धेरै धन्यवाद माया नझरे ल म यहाँ मिल्यो भने नाचिदिन्छु ल एकछिन रोक्नु है त म कन्डिसन हिजो वा म कहाँ गएँ भने मान्छे उहाँ कहाँ थिए भनेर हँसाइदिएर यस्तो कस्तो राम्रो रहेछ क्या सेन्ट भरे मलाई चाहिँ मन पर्यो कि मन पर्ने लाग्यो कि ठिक्क छ अरे के धेरै कडा छैन भन्थ्यो ठिक्क छ अरे ठिक्क छ नानी ठिक्क छ हामीलाई मन पर्ने छ मेरो कतै बासन सरक्कै केटाहरूले लाउने हुन्छ नि हो त्यस्तो छैन कि होइन त्यस्तो भए त हुँदैन त्यो यो ऊ छ कि डे एन्ड नाइट दुवैलाई युज गर्ने खाली छ कि यो पार्टीहरू सबैमा एकदम मन्द के एकदम भएको सेन्ट छ भने त्यो मधुरो त्यो आइरहने टाइपको रहेछ कि बोतल फेरि यस्तो क्युट छ कि नानी कस्तो राम्रो छ बोतलै मन परेन बोतल राम्रो के एकदम राम्रो मन परेको के अनि साह्रै मन पर्ने भाडा नै मन पर्ने भाडा पो मन पर्यो म त होइन भाडा मात्रै होइन भित्रको पनि एकदमै मन पर्ने खालको छ कोही अलिक कस्तो हुन्छ कोही कस्तो हुन्छ तर मलाई थ्याङ्क यू फर मेम्बरसिप हार्ट यसमा फेरि ट्याप गर्नै मिल्दैन नानी हजुर यसमा राखे ट्याप गर्नु मिल्दैन
आज ट्याप ट्याप गर्न फेरि हातमै समात्नु पर्छ को झर्या हो को झर्यो भन्दा नि त्यहाँ अब एकछिन विचार गर्नुपर्ने हो ए शोभा को झर्यो भने हेर्नु पर्ने शोभा नानी शोभा गरेछ आज पनि नआउने रहेछ बुहारी त नआउने होला होइन यिनीहरू कति साह्रो नआएको कहिले कहिले त एकछिन त आउनु आज मिटिङमा थियो अरे कि भनिरहेको थियो मिटिङ थियो अरे अनि थाक्छ होला नि त बेलुकी आउँदा घरमा आज एवाइजेडको आर्टिकलको मिटिङ थियो त्यसमा व्यस्त थिए नयाँ आर्टिकल होला नि त होइन नयाँ आर्टिकल होला हजुर त्यसको लागि मिटिङमा व्यस्त भएर मैले आज गर्न पाएन भ्लग गराउन पाएन भनिरहेको थियो नि त ए भोलि भ्लग आउँदैन अरे नानी आउँदैन भोलि ए हामीले भन्छौँ उनीहरू लाइभ आएन भन्छौँ उनीहरूले कतिवटा काम गरिरहन्छन् अब एवाइजेड ब्रान्ड पनि चलाउनु पर्यो उनीहरूले अब आफ्नो घर पनि हेर्नु पर्यो अनि उनीहरू बाहिर जानलाई फेरि प्रमोसनको लागि कहिले कता हिँडिरहेछन् व्यस्त हुन्छन् थकाइ लागिहाल्छ नि त्यो पनि बुझिदिनु पर्छ हामीले हो नि हाम्रो पो काम छैन रे यहाँ अब आइदिए हुन्थ्यो जस्तो लाग्छ ब्याक टु ब्याक भइरहेछ नि त दुबईबाट आयो चितवनबाट काठमाडौँ अनि मान्छेलाई थकाइ लाग्छ नि त दौडधुप बढी भइरहेछ स्याटरडे फेरि चितवनमा फेरि एकदम मर्निङ भनौँ लगभग 1 देखि बेलुकीसम्म ऊ कन्टिन्युसली त्यही थियो कि पसलमा नै थियो आमा हजुर अनि थकाइ लाग्छ नि अनि त्यहाँ अब भोलिपल्ट फेरि रिटर्न आऊ फेरि आफ्नो अफिस पनि सम्हाल्नुपर्छ सबै गर्नुपर्छ नि त हजुर हो नि त्यो पनि हामी बुझिदिनु पर्छ त्यो फोटो खिच्ने बेलामा उभिएकै बेलुकी त कस्तो थाकिसकेको थियो नि त्यही त अनि टाउको नि दुख्यो होला कि अनि औषधि खाँदै मान्छे त्यो भन्दा पनि ऊ त्यो दुबई गएकोदेखि निन्दै पुगेको थिएन कि बिचरा उता पनि अब सायद अब विन्टर सिजनको लागि न्यू आर्टिकलको लागि तयारी गर्दैछ होला अब उनीहरू बाहिर जानुभन्दा पहिला घुम्न जानुभन्दा सबै रेडी पारेर जानु पर्यो नि त अब जाडोको निकाल्नु पर्यो नि अब निकालेन भने त ढिला भइहाल्छ नि फेरि होइन आमा यस्तो भयो कि आर्टिकलहरू निक्लेको सबै निक्ल्यो विन्टरको लागि पनि निक्ल्यो समरको लागि तर आमा टाइममा निक्लेको थिएन कि विन्टरको लागि आमा अब यो मङ्सिर महिनासम्ममा यो कात्तिकको लास्टसम्म यो कात्तिकको बिचमा निकालिदियो भने एकदम राम्रो हुन्थ्यो कि आमा है हजुर चिसो भइसक्यो अब कस्तो हुन्छ पुसको महिनामै निक्ल्यो भने त पुसको महिनामा मात्र कसले लाउने पहिलेदेखि नै सुरु गर्छ नि त मान्छेले लाउन यो चाहिँ उनीहरूले अलिकति बुझ्दै हुन्थ्यो है नानी हो म एउटा कुरा भन्छु तर बाबु नानीले सुन्ला नसुन्ला फिनिसिङ चाहिँ अझै भन्नुपर्छ है फिनिसिङ त भएको छैन कपडामा फिनिसिङ राम्रो हुन पर्यो के अरू भन्दा नि होइन आफ्नो गुनासो राख्न पाइन्छ बाबुहरू भट्न पुग्छ भन्नुपर्छ कसलाई के स्टार्टिङ हो आमा बिस्तारै उनीहरू पनि सिकिरहेछन् अब मान्छेहरू सिक्दै जाँदा पर्फेक्ट हुन्छ नि आमा भन्यो भने उनीहरूले पनि त्यो कुरामा उता बनाउने ठाउँमा टेलरलाई भन्नुपर्छ टेलरले नि अझै राम्रो फिनिसिङ दिनु सकेको छैन किनभने यहाँ मेरो अगाडिको टेलर छ नि त त्यो अब म यहाँ मलाई फिटिङ नभएर के भएर म त्यहाँ फिटिङ गर्नु लान्छु नि त लाँदाखेरि त्यो टेलरले सिलाएको फिनिसिङ र त्यो टेलरले अझै फिनिसिङ दिनु सकेको छैन त्यो सिलाएर खुम्चिरहेको हुन्छ त्यस्तो ब्रान्डेड लुगामा अलिकति त्यो सिलाउने मान्छेले राम्रो सिलाउनु सक्नुपर्छ त्यो टेलरले राम्रो सिलाउनु सकेको जस्तो लाग्यो आफ्नो गुनासो राख्न पाइन्छ भन्नु पर्यो त्यो बाबुलाई भन्दा पनि कपडा भन्दा पनि त्यो सिलाउनेले राम्रो फिनिसिङ दिनु सक्नु पर्यो नि त फिनिसिङ अलिक कम भएछ कि अलिकति भन्न पर्छ हजुर त्यो पनि हो आमा अनि अर्को कुरा चाहिँ अहिले पनि लन्च भइरहेछ नि यो समयमा भएको छैन कि एकदम ढिला भइरहेछ कि अब विन्टर सिजनको भनेको त यो कात्तिकको बिचमा आइहाल्नुपर्छ तिहारको लगत्तै नभए तिहारभन्दा तिहारको हाराहारीमा आइदियो भने ठिक्क हुन्छ कि एकदमै
माथिको किनभने हाम्रो हामीले पनि धेरै तातो लुगा किनिराख्ने कुरा हुँदैन नि होइन आमा पर इयर डिफ्रेन्स आउँछ अब एउटा किनिसके हुन्छ आफ्नो लागि फेरि अर्को किनौँ भन्दाखेरि पनि कहिले काहीँ किन्न सकिँदैन क्या आमा हो नि हजुर अनि त्यही भएर बरु अरू अरू भन्दा पनि निकालिदिँदाखेरि अब हजुरलाई यो कार्तिकमा के आमा अनि यसमै के अब यही भित्रमा के मङ्सिरको महिनामा हामीसँग आइपुगोस् कि कपडा कसै हुन्छ तपाईँलाई पुस सकिनु सिम्बर मङ्सिरमा नै एकदम पछि हुन्छ पोरोको ज्याकेटहरू त्यति राम्रोसँग मजा हजुर पोरोको ज्याकेट त्यति राम्रोसँग जानकारी कसै त पुससम्म पनि पाएको छैन आमा हो जाडोको वर्षा चाँडै आउनुपर्छ के हजुर उनीहरूले जे मलाई मेरो भनाइमा जस्तो विन्टरको कपडाहरू समरको कपडाहरू निकाल्छ नि समरको कपडा निकाल्ने बित्तिकै उनीहरूले विन्टरको लागि तयारी गर्नुपर्छ क्या आमा अब जाडो महिनाको लुगा निकालिसक्छ नि अब गर्मी